एका बिहानै गृहमन्त्री सुदन गुरुङको ठूलो खुलासा, प्रहरीलाई नै हदगडी लगाउने को हो अपराधी। नेपालले दशकौंदेखि एउटा यस्तो गृहमन्त्री पर्खिरहेको थियो जसको आँखामा डर होइन, देशका लागि केही गर्ने भोक होस्। सुदन गुरुङ एउटा यस्तो नाम जसले सिंहदरबारको कुर्सी सम्हालेकै रात इतिहास बदल्ने हिम्मत गर्यो। छत्तीस वर्षदेखि प्रहरीको हातमा लगाइएको अदृश्य हदगडी खोलेर उनले जब अपराधीको नाडीमा साँचो ठोकिदिए, अहिले देशभर सुदनको वाहवाही चलिरहेको छ। को हुन् यी आइरन म्यान जसले ठूला माछाको साम्राज्य ध्वस्त पार्दैछन्? नेपालको राजनैतिक इतिहासमा विरलै देखिने साहस र पौरख प्रदर्शन गर्दै वर्तमान गृहमन्त्री सुदन गुरुङले मुलुकलाई वर्षौंदेखि जकडेर राखिएको भ्रष्टाचार र व्यथितिको जालोलाई छिन्न भिन्न पारिदिएका छन्। पदभार ग्रहण गरेकै रात पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक जस्ता राजनैतिक हस्तीहरूलाई पक्राउ गरेर राज्यको कानून भन्दा माथि कोही छैन भन्ने सन्देश दिएका गुरुङले आइतबार बिहानै सामाजिक सञ्जालमा व्यक्त गरेको एक वाक्यले अहिले नेपाली राजनीतिमा भूकम्प ल्याएको छ। 36 वर्षसम्म हदगडी सुरक्षा